बहाना नबनाऊ तिमी, हरेक दिन ती बहानाहरू नयाँ हुनेछन्। बहाना नबनाऊ तिमी, हरेक दिन ती बहानाहरू नयाँ हुनेछन्। मनलाई जितेर त हेर तिमी, यो संसार आफै झुक्नेछ। स्वागत छ तपाईहरुलाई आजको यस भिडियोमा। आजको यस भिडियोमा म एउटा किताबको बारेमा कुरा गर्नेछु जसले तपाई हामीहरुलाई एउटा छुट्टै किसिमको नयाँ ऊर्जा दिनेछ भने तपाई हामीहरुलाई आफ्नो सफलताको बाटोमा अगाडि बढ्नको लागि सहयोग पुर्याउनेछ। कथा हो डेभिड गगिन्सको र उनको किताब हो कान्ट हर्ट मी, मास्टर योर माइन्ड एन्ड डिफाई द ओड्स। आज यो दुनिया, यो संसारले डेभिड गगिन्सलाई द टफेस्ट मैन अलाइभ भनेर चिन्ने गर्दछ। तर उनी यहाँसम्म आइपुग्नको लागि उनको जीवन यात्रा त्यति सजिलो थिएन। बाल्यकालमा घरायसी हिंसामा परेको बालक, हेभी वेटको बालक, जहाँ गयो त्यही घृणित हुने, अपहेलित हुने बालकलाई आज यो संसारले कसरी द टफेस्ट मैन अलाइभ भनेर चिन्ने भयो त। डेभिड गगिन्सले अमेरिकन एयरफोर्समा सेवा दिएका छन्, उनले नेभी सिलमा सेवा दिएका छन्। त्यति मात्र नभइकन उनलाई आज यो दुनिया, यो संसारले मोटिभेसनल आइकनको रूपमा पनि चिन्ने गर्दछ। उनले सबैभन्दा कम समयमा सबैभन्दा बढी पुलअप्स लगाएर एउटा वर्ल्ड रेकर्ड ब्रेकिङ एथलिस्टको उपाधि पनि हासिल गरेका छन्। आजको यस भिडियोमा डेभिड गगिन्सको जीवनबाट हामीले लिन सकिने शिक्षा, उनका च्यालेन्जहरूको बारेमा कुरा गर्नेछौँ। डेभिड गगिन्सको किताब कान्ट हर्ट मी, मास्टर योर माइन्ड एन्ड डिफाई द ओड्स मा उनको जीवनबाट लिन सकिने विभिन्न शिक्षाहरू छन्, उनको जीवनका विभिन्न च्यालेन्जहरू छन्। त्यसमध्ये 5वटा जुन शिक्षाहरू, 5वटा च्यालेन्जहरूको बारेमा आजको यस भिडियोमा चर्चा गर्नेछु। डेभिड गगिन्सको जन्म 1975 मा अमेरिकाको न्युयोर्कमा भएको थियो। जब उनी बाल्यकालमा थिए, उनी घरायसी हिंसामा परेका थिए। उनको बाल्यकाल कुनै एउटा डरलाग्दो फिल्मको कहानी कथा भन्दा कम थिएन। उनका बाबुले उनलाई कुटपिट गर्ने गर्थे। जब उनी 8 वर्षका भएका थिए, उनकी आमाले उनलाई इन्डियाना भन्ने ठाउँमा लिएर जानुभएको थियो, जहाँ धनाढ्यहरूको बस्ती थियो। उनलाई रेसिजमले स्वागत गर्यो, अर्थात् उनी त्यहाँ पनि घृणित हुन पुगे, अपहेलित हुन पुगे। एउटा हेभी वेटको कारण र उनको पढाइमा कमजोरी भएका कारणले गर्दाखेरि उनलाई स्कुलमा पनि अपहेलना गरिन्थ्यो, घृणा गरिन्थ्यो। तिमी केही पनि गर्न सक्दैनौ भनेर उनलाई एउटा हाँसोको पात्र बनाइएको थियो। निरन्तर रूपमा अपहेलित हुनु र घृणित हुनुको कारणले गर्दाखेरि उनको दिमागमा एउटा नराम्रो असर पर्न पुग्यो, एउटा स्ट्रेस पर्न पुग्यो, जसले गर्दाखेरि उनी आफू बोल्दाखेरि एउटा निर्धक्क भएर बोल्न नसक्ने, आफ्नो कुराहरू निर्धक्क भएर राख्न नसक्ने, हक्लाउने, भगभगाउने हुन थाले, जसले गर्दाखेरि उनलाई साह्रै पीडा हुन्थ्यो। तर एक दिन डेभिड गगिन्सले अठोट गर्छन् कि नाउ दे कान्ट हर्ट मी। उनले आफ्नो जीवन परिवर्तन गर्ने, आफ्नो जीवनको कथा लेख्ने उनले निर्णय गरे। त्यहाँबाट नै डेभिड गगिन्सको आफू विरुद्धको युद्ध आफैसँग सुरु भयो। उनले आफ्नो दिमाग, आफ्नो शरीरका सबै सीमाहरूलाई तोड मरोड गरेर आफूले आफैलाई यतिसम्म चेन्ज गरे कि आज यो दुनिया, यो संसारले डेभिड गगिन्सलाई द टफेस्ट मैन अलाइभ भनेर चिन्ने गर्छ। उनलाई अमेरिकन आर्मीमा, अमेरिकन सोल्जरमा पनि एउटा टफेस्ट सोल्जर भनेर चिन्ने गरिन्छ। उनले नेभी सिलमा सेवा दिएका छन्, अमेरिकन एयरफोर्समा सेवा दिएका छन्। आज यो दुनिया, यो संसारले उनलाई मोटिभेसनल आइकनको रूपमा पनि लिने गर्छ। आउनुहोस् कुरा गरौँ डेभिड गगिन्सको जीवनबाट हामीले लिन सकिने 5वटा शिक्षाहरूको बारेमा। डेभिड गगिन्सको जीवनबाट लिन सकिने शिक्षाहरूमध्येको पहिलो शिक्षा हो, पहिलो च्यालेन्ज हो एकाउन्टेबिलिटी मिरर। एकाउन्टेबिलिटी मिररको अर्थ के हो त भन्दाखेरि हामीहरूले आफूसँग सधैँ सत्य र साँचो बोल्नुपर्छ। हामीहरूले सत्य र साँचोलाई अँगालेर अगाडि बढ्न सक्यौँ भने हामीहरूले आफ्नो जीवनमा सफलता प्राप्त गर्न सकिन्छ। जसले सत्य र साँचोलाई स्वीकार गर्न सक्छ उसैले नै आफ्नो जीवनलाई परिवर्तन गर्न सक्छ भन्ने अर्थ एकाउन्टेबिलिटी मिररले दिने गर्छ। डेभिड गगिन्सले आफ्नो घरमा एउटा ऐना राखेका थिए, एउटा मिरर राखेका थिए, जहाँ उनले आफ्ना गोलहरू, आफ्ना टार्गेटहरू लेखेर टाँस्ने गर्थे र त्यो मिररको अगाडि बसेर उनले आफूले आफैसँग साँचो कुराहरू बोल्थे, आफ्नो बारेमा साँचो कुराहरू बोल्थे। अर्थात् उनले त्यो मिररको अगाडि बसेर आफूले आफैसँग के गर्थे, कुरा गर्थे। डेभिड गगिन्स मोटा थिए, उनको शरीर भद्दा थियो, उनको शरीरको आकार भद्दा थियो, जसले गर्दाखेरि उनले त्यो मिररको अगाडि बसेर म मोटो छु, मेरो शारीरिक बनावट भद्दा छ,
मैले अझै वर्कआउट गर्नुपर्छ, व्यायाम गर्नुपर्छ, आफ्नो शरीरलाई ट्रान्सफर्म गर्नुपर्छ, मैले आफ्ना गोलहरू टार्गेटहरू पुरा गर्नुपर्छ। यस्ता कुराहरू उनले के गर्थे, ऐनाको अगाडि बसेर आफैसँग कुरा गर्थे। जसले गर्दाखेरि डेभिड गगिन्सले त्यहाँबाट एउटा मोटिभेट भएर प्रेरणा लिएर आफ्नो शरीरलाई ट्रान्सफर्म गर्दै गए। उनले आफ्ना गोलहरू, आफ्ना टार्गेटहरू पुरा गर्दै गए। जसले गर्दाखेरि आज यो दुनियाँ, यो संसारले डेभिड गगिन्सलाई एउटा मोटिभेसनल आइकनको रूपमा चिन्छ भने द टफेस्ट म्यान एलाइभ भनेर पनि चिन्ने गर्दछ। त्यसैले गर्दाखेरि डेभिड गगिन्सले त्यो मिररलाई एकाउन्टेबिलिटी मिरर नाम दिएका थिए। उनी भन्छन्, हामीहरूले आफूसँग सत्य र साँचो बोल्नुपर्छ। जसले सत्य र साँचोलाई स्वीकार गर्न सक्छ, सत्य र साँचोलाई स्वीकार गरेर अगाडि बढ्न सक्छ, उसैले नै आफ्नो जीवनलाई परिवर्तन गर्छ भनेर उनले भनेका छन्। त्यस्तै किसिमबाट डेभिड गगिन्सको जीवनबाट लिन सकिने शिक्षाहरूमध्येको दोस्रो शिक्षा हो गेट कम्फोर्टेबल बिइङ अनकम्फोर्टेबल। अर्थात् दुःख, कष्ट, मेहनत र असहजतालाई अँगालेर अगाडि बढ्न सक्नु। डेभिड गगिन्स भन्छन्, दुःख, कष्ट, मेहनत र असहजता भनेको नै एउटा साँचो गुरु हो, जसले दिएको शिक्षाबाट हामीहरूले जीवनमा अगाडि बढ्न सक्छौँ। जसबाट प्राप्त गरेको शिक्षाबाट नै हामीले आफ्नो जीवनका सङ्घर्षहरू, गोलहरू, टार्गेटहरू पुरा गर्न सक्छौँ, मेहनतको बाटोमा अगाडि बढ्न सक्छौँ भनेर उनी भन्छन्। एउटा फलामलाई आगोको रापमा नतताएसम्म त्यसले आकार परिवर्तन गरेर हँसिया बन्न सक्दैन। त्यसै कारणले गर्दाखेरि हामीहरूले पनि जीवनमा दुःख, कष्ट, असहजता, मेहनतलाई अँगालो हालेर अगाडि बढ्न सक्नुपर्छ। दुःख भयो, कष्ट भयो भनेर आफ्नो इमोसनल अप एन्ड डाउनलाई कन्ट्रोल गर्न सकिएन भने हामीहरूले आफ्नो जीवनमा परिवर्तन ल्याउन सकिँदैन भनेर उनी भन्छन्। त्यस्तै किसिमबाट डेभिड गगिन्सको जीवनबाट लिन सकिने तेस्रो शिक्षा, तेस्रो च्यालेन्ज हो टेकिङ सोल्स, अर्थात् मानसिक युद्धलाई जित्नु। जब डेभिड गगिन्स नेभी सिलको ट्रेनिङमा थिए त्यो बेलामा उनका ट्रेनर, उनका इन्स्ट्रक्टर साह्रै नै क्रूर र निर्दयी थिए। उनले डेभिड गगिन्सको टिमलाई तोड्न खोज्थे, तर डेभिड गगिन्सले त्यसलाई आफ्नो एउटा प्रेरणाको रूपमा लिए, त्यो नेगेटिभिटीलाई एउटा इन्धनको रूपमा लिएर आफ्नो एक्सिलेन्सले जवाफ दिँदै गए। उनी भन्छन्, यदि कसैले तिमीप्रति नेगेटिभिटी देखाउँछ, तिमीलाई कमजोर देखाउन खोज्छ, तिमीलाई तल्लो लेभलमा देखाउन खोज्छ भने त्यसलाई, त्यो नेगेटिभिटीलाई आफ्नो तागतमा परिवर्तन गर, आफ्नो तागतको रूपमा लिएर आफ्नो एक्सिलेन्सले जवाफ दिँदै जाऊ, जसले गर्दाखेरि भोलि उसैले नै तिम्रो बारेमा तारिफ गर्नेछ। त्यसैले गर्दाखेरि हामीहरूले यदि कसैले हामीलाई कमजोर देखाउन खोज्छ, हामीप्रति नेगेटिभिटी देखाउँछ भने हामीले त्यसलाई एउटा पोजिटिभिटीको रूपमा लिएर आफ्नो तागतको रूपमा लिएर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा नै टेकिङ सोल्सले दिने गर्छ। त्यस्तै किसिमबाट डेभिड गगिन्सको जीवनबाट लिन सकिने चौथो शिक्षा हो, चौथो च्यालेन्ज हो कुकी जार मेथड। यसको अर्थ हो हामीहरूले आफ्नो विगतलाई नियालेर हेर्ने। हाम्रो जीवनमा हामीले हाम्रो विगतमा के कस्ता दुःख कष्टहरू पाएका थियौँ, हामीहरूले के कस्ता दुःख कष्टहरूबाट मेहनतबाट उत्रिएर हामी सफल भएर आएका थियौँ, त्यो विगतलाई नियालेर हेर्ने र त्यहाँ भएका सफलताका स्टोरीहरूबाट हामीहरूले प्रेरणा लिएर मोटिभेट भएर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा कुकी जार मेथडले दिन्छ। जब डेभिड गगिन्सले बिना तालिम 100 माइल्सको म्याराथन सुरु गरेका थिए त्यो बेलामा उनी थाकेर ढलेका थिए, लडेका थिए। त्यो बेलामा उनले आफ्नो कुकी जारमा नियालेर हेरे, आफ्नो विगतलाई नियालेर हेरे, आफूले के कस्ता दुःख कष्ट र मेहनत गरेका थिए र आफ्नो सफलताका स्टोरीहरूलाई उनले नियालेर हेरे। उनी भन्छन्, पहिला पनि थाकेको थिएँ, लडेको थिएँ, तर हरेकचोटि उठेर अगाडि बढेको थिएँ। त्यसैले गर्दाखेरि हामीहरूले पनि आफ्नो विगतलाई नियालेर हेर्ने गरौँ। हामीले हाम्रो विगतमा के कस्ता दुःख कष्टहरू गरेका छौँ, के कस्ता सफलताहरू पाएका छौँ, ती सानातिना सफलताहरूलाई लेखेर राख्ने गरौँ र वर्तमान होस् या भविष्यमा होस्, जब हामीलाई दुःख कष्ट पर्छ, हामीलाई गाह्रो पर्छ, जब हामीलाई इमोसनल डाउनका फेजहरू आउँछन्, त्यो बेलामा हामीले विगतमा पाएका सफलताहरू, हामीले विगतमा मेहनतबाट पाएका सफलताका स्टोरीहरूलाई हेरेर त्यहाँबाट मोटिभेट भएर प्रेरणा लिएर अगाडि बढ्नुपर्छ भनेर उनी भन्छन्। र यस्तो शिक्षा हामीले कुकी जार मेथडबाट लिन सकिन्छ। तपाईँ हामीहरूले पनि आफ्नो विगतका
सानातिना सफलताहरूलाई लेखेर राख्ने गरौँ र जब वर्तमान होस् या भविष्यमा होस् त्यस्ता इमोसनल अप एन्ड डाउनहरू आउँछन् त्यो बेलामा आफ्नो विगतको सफलताको स्टोरीहरूलाई हेरेर कथाहरूलाई हेरेर हामीले वर्तमान या भविष्यमा तिनीहरूबाट प्रेरणा लिएर मोटिभेट भएर अगाडि बढ्न सक्छौँ, जसले हामीलाई हाम्रो जीवनमा अगाडि बढ्नको लागि हेल्प गर्नेछ। त्यस्तै किसिमबाट डेभिड गगिन्सको जीवनबाट लिन सकिने शिक्षाहरूमध्येको 5औं शिक्षा हो, 5औं च्यालेन्ज हो मर्निङ डिसिप्लिन। डेभिड गगिन्स बिहान सबेरै उठ्ने गर्थे। उनी बिहान 5 बजे उठेर आफ्नो कार्डियोहरू गर्ने, व्यायामहरू गर्ने र आफ्नो गोल र टार्गेटहरू एचिभ गर्नको लागि विभिन्न क्रियाकलापहरू गर्ने गर्थे। उनी भन्छन्, म बिहानमा अरूभन्दा चाँडै उठ्छु, त्यसैले गर्दाखेरि म आफ्नो जीवनमा उनीहरूभन्दा अगाडि चलिरहेको छु। किनकि बिहानको समय भनेको आफ्नो गोलहरू, टार्गेटहरू एचिभ गर्नको लागि महत्त्वपूर्ण समय मानिन्छ। हामीहरूले विभिन्न सफलता प्राप्त गरेका मानिसहरूको बायोग्राफी, उनीहरूको स्टोरी, उनीहरूले लेखेका किताबहरूलाई हेऱ्यौँ भने, पढ्यौँ भने पनि बिहानको समयलाई महत्त्वपूर्ण समयको रूपमा उनीहरूले लिएको पाइन्छ। किनकि गोलहरू एचिभ गर्नको लागि, टार्गेटहरू एचिभ गर्नको लागि, एउटा माइन्डलाई फोकस गर्नको लागि बिहानको समय साह्रै राम्रो मानिन्छ। त्यति मात्र नभइकन बिहान सबेरै उठ्नु भनेको आफ्नो गोल, आफ्नो टार्गेटहरू एचिभ गर्नको लागि अरूले भन्दा आफूले बढी समय प्राप्त गर्नु। त्यसै कारणले गर्दाखेरि डेभिड गगिन्स भन्छन्, म बिहान चाँडै उठ्छु, त्यसै कारणले गर्दाखेरि म आफ्नो जीवनमा उनीहरूभन्दा अगाडि चलिरहेको छु। र डेभिड गगिन्स भन्छन्, अनुशासन भनेको एउटा त्यस्तो शासन हो जहाँ आफूले आफैलाई गरिन्छ। अनु प्लस शासन, आफूले आफैलाई गर्ने शासन। यदि हामीहरूले आफूले आफैलाई गर्ने शासनमा चुक्यौँ भने हामीहरूले आफ्नो जीवनमा गोलहरू, टार्गेटहरू एचिभ गर्न सक्दैनौँ। आफूले आफैलाई गर्ने शासनमा कमजोर हुन पुग्छौँ। हामीहरूले आफ्नो माइन्ड र मनलाई कन्ट्रोल गर्न सक्दैनौँ, जसले गर्दाखेरि विभिन्न सानातिना इमोसनल अप्स एन्ड डाउनहरूले हामीहरूलाई आफ्नो गोल र टार्गेट एचिभ गर्नबाट डिस्ट्र्याक्ट गर्ने गर्छ। त्यसै कारणले गर्दाखेरि आफूले आफैलाई गर्ने जुन शासन हुन्छ त्यसमा हामीहरू मजबुत भएर अगाडि बढ्नुपर्छ भनेर उनी भन्ने गर्छन्। जसले गर्दाखेरि नै आज उनलाई एउटा मोटिभेसनल आइकनको रूपमा लिइन्छ भने एउटा टफेस्ट सोल्जरको रूपमा पनि लिने गरिन्छ। यसरी डेभिड गगिन्सको जीवनबाट, उनको च्यालेन्जबाट हामीले विभिन्न शिक्षाहरू लिन सकिन्छ। उनको किताब कान्ट हर्ट मी, मास्टर योर माइन्ड एन्ड डिफाई द ओड्समा विभिन्न उनका च्यालेन्जहरू छन्। उनबाट, उनको जीवनबाट लिन सकिने शिक्षाहरू छन्। एकाउन्टेबिलिटी मिररबाट हामीहरूले आफूले आफैभित्र एउटा कन्फिडेन्ट उत्पादन गर्न सक्छौँ, कन्फिडेन्ट लिएर अगाडि बढ्न सक्छौँ। त्यस्तै किसिमबाट गेट कम्फोर्टेबल बिङ अनकम्फोर्टेबलबाट हामीहरूले मेहनत, दुःख, कष्ट, असहजतालाई अँगालो हालेर अगाडि बढ्न सिक्छौँ। त्यति मात्र नभएर टेकिङ सोल्सबाट हामीहरूले अरूले जुन हामीहरूलाई देखाउने एउटा कमजोरीको वातावरण हुन्छ, जुन हामीहरूप्रति देखाउने एउटा नेगेटिभिटी हुन्छ, त्यसलाई हामीहरूले आफ्नो एउटा पोजिटिभिटीमा, इन्धनको रूपमा, प्रेरणाको रूपमा लिएर आफ्नो एक्सिलेन्सले जवाफ दिँदै जाने र आफ्नो प्रगतिको बाटोमा अगाडि बढ्दै जानको लागि एउटा मोटिभेटको पार्टको रूपमा लिन सक्छौँ। त्यति मात्र नभइकन एउटा मर्निङ डिसिप्लिनले हामीहरूलाई बिहान सबेरै उठेर आफ्नो गोल, आफ्नो टार्गेटहरू एचिभ गर्नको लागि प्रोत्साहन गर्छ। भने कुकी जार मेथडले हामीहरू जब वर्तमानमा होस् या भविष्यमा होस्, जब हामी डिस्ट्र्याक्ट हुन्छौँ, इमोसनल अप डाउनहरू आउँछन्, त्यो बेलामा हामीहरूले आफ्नो विगतमा आफूले गरेका मेहनतहरू, त्यहाँबाट पाएका सफलताहरूको कथा, कहानी, स्टोरीलाई हेरेर हामीहरू एउटा प्रेरणा लिएर अगाडि बढ्न सक्छौँ। यस्ता किसिमका शिक्षाहरू हामीले डेभिड गगिन्सको जीवनबाट लिन सकिन्छ।